अतः एकविंशोऽध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त मुनि। यस्तै प्रकारले जब त्यहाँ बसेको निकै वर्ष बितिसक्यो तब एक दिन शिव शर्माले आफू हृष्टपुष्ट भएको देखेर घर सम्झी अब यहाँ कति बस्ने, बरु घर जानु पर्यो भन्ने विचार गरी शिवभट्ट र सती कहाँ नजिकै गई भने, हे माता पिता, तपाईँहरूको कृपाले कन्यादान पाई म कृतार्थ भएँ। म यहाँ आएको धेरै दिन भयो। घरमा हेरचाह गर्ने कोही छैन। आज्ञा दिनुभए घर जाने थिएँ। ज्वाइँको यस्ता कुरा सुनि शिवभट्ट भन्दछन्, हे ज्वाइँ, यो पनि तिम्रै घर हो। हाम्रो पो को छ र? हामी पनि तिम्रै हौँ, सम्पत्ति पनि तिम्रै हो, अतः जान्छु नभन। त्यति सुनेर शिव शर्मा भन्दछन्, हे पिता, एकपल्ट जान देऊ, नरोक। घरको हेरचाह विचार गरेर म बरु छिट्टै आउनेछु। मेरा पनि को छन् र? मातापिता सबै तिमी, इष्टमित्र पनि तिमी, हितबन्धु पनि तिमी, गुरु र देवता पनि तिमी। मन परेको खाना लाउन दिई पाल्ने यस्ता तिमीहरूलाई छाडेर म कहाँ जान सक्दछु? यदि आफ्ना स्वामीले पितासित भनेको सुनि गोमा ब्राह्मणीले भनिन्, हे स्वामी, कहीँ पनि जाने मन नगर। तिमी जाने भए मलाई पनि साथै लैजाऊ, अन्यथा म जान दिने छैन। तिमी बिना म कसरी बस्न सक्नेछु? यदि गोमाले भनेको सुनि शिव शर्मा भन्दछन्, हे स्त्री, तिमी बाल अवस्था छ, मसित जान सक्ने छैनौ, किनभने हाम्रो घर धेरै टाढा छ। पहाड चढ्नु पर्दछ र अनेक दिन वनमा बस्नु पर्दछ। फेरि वनमा अनेक जन्तुको डर हुन्छ। तिमी आफ्नो इच्छामा बसेकी, घरबाट कहिले ननिस्केकी, शीत ताप भोक प्यासले कष्ट पाउली। फेरि मेरो वृद्ध अवस्था छ, बाटोमा कसैले दगा गरी तिमीलाई हरण गरेर लैजाला। यसकारण तिमी यहीँ बस, म घर गई खबर बुझेर छिटै फर्कनेछु। 2 महिना जतिमा आइपुग्नेछु। 2 महिना भनेको कति नै हो र? यदि शिव शर्माले भनेको सुनि गोमा ब्राह्मणी भन्दछिन्, हे स्वामी, तिमी 2 महिना भन्दछौ, म तिमी नभई 2 घडी पनि बस्न सक्दिनँ। फेरि शीत ताप भोकले कष्ट पाउली, पर्वत चढ्नु पर्दछ, वनमा बस्नु पर्दछ, नाना जन्तुको डर हुन्छ पनि भन्यौ। तिमीले दुःख पाए म पनि दुःख पाउनेछु। जुन गति तिम्रो उही गति मेरो। कस्तै भए पनि तिमीलाई पठाएर म यहाँ बस्न तयार छैन। यदि मलाई छडी गयो भने म हत्या गरी मर्नेछु। यदि गोमाले भनेको सुनि शिव शर्माले, उसो भए तिम्रा मातापितासित विदा भएर आऊ भने। अनि गोमाले मातापिता कहाँ गएर भनिन्, हे मातापिता, म पनि मेरा स्वामीसित जान्छु, विदा दिनुहोस्। छोरीको त्यस्तो वचन सुनि शिवभट्ट र सतीले भने, हे पुत्री, जान्छु नभन, किनभने हाम्रो वृद्ध अवस्था भयो। छोरो भने पनि छोरी भने पनि त एउटी होस्। त पनि नभए हामीलाई औँसीको रात जस्तै हुनेछ। राम र सीता नहुँदा राजा दशरथको प्राण गए जस्तै हाम्रो पनि प्राण जानेछ। अतः हाम्रो सेवा र सम्पत्तिको सुरक्षा गरेर यहीँ बस। तेरा स्वामीलाई जान दे, ऊ पनि 2 महिनामा आउँछु भन्दैछ। यति मातापिताको वचन सुनि गोमा ब्राह्मणी भन्दछिन्, हे मातापिता, नारी जातिको निम्ति सम्पूर्ण तीर्थ, व्रत, दान, धर्म त्यसका पुरुष नै हुन्छन्। सम्पूर्ण शास्त्र पुराण तपाईँहरूले हेर्नु भएकै छ, म के भन्नु? पुरुष भएसम्म नारीले कुनै तीर्थ, व्रत, दान, धर्म गर्नु पर्दैन। नारीले आफ्नो पुरुषलाई रिसाएर हेरे डेरी हुन्छे, पतिसित द्रोह गरी गोही हुन्छे, पुरुषको वचन नमाने पापी नै हुन्छे, लोग्नेदेखि लुकाएर खाए कुकुर नै हुन्छे। यस्तै कारण मलाई नरोकी साथै जाने बाटो दिनुहोस्। विशेष मेरा पुरुष वृद्ध छन्, बाटोमा म नभए तिनको रक्षा को गर्ला? फेरि संसारमा कसैका पनि बढेका छोरी माइती बस्दैनन्, बरु फेरि चाँडै आउनेछु। यदि गोमाले भनेपछि शिवभट्ट र सतीले भने, हे गोमा, त्यसो भए हामी के भनौँ? जा भनी आँखाबाट आँसु बगाई नाना वस्त्र अलङ्कार पहिर्याई प्रशस्त सम्पत्ति समेत दिई डोलीमा बसाली नगरको बाहिरसम्म पुर्याउन गए। बाटोमा राम्ररी लैजानु भने डोलीहरूलाई अर्ह्याएर शिवभट्टले गोमासित भने, हामीलाई नबिर्सी चाँडै आउनु। गोमाका साथीहरूले पनि त्यसै भने। अनि गोमा डोलीबाट ओर्ली बाबा महतारीलाई प्रणाम गरी सबै साथीहरूलाई पनि बसाई भनेर सबैसित विदा भई फेरि डोली चढेर त्यहाँबाट हिँड्दा भयो। इति श्रीस्कन्द पुराणे केदारखण्डे माघ महात्म्ये कुमार संवादे श्री स्वस्तानी परमेश्वर्या व्रतकथायां शिवशर्मा स्वगृह गमनम नाम एकविंशोऽध्यायः। ओम।